स्पष्ट पार्छु भने ममाथि झुटा मुद्दा लोकतन्त्रले लगाएको होइन, यसको हवाला दिने केही नेताहरूले लगाएका हुन्। यसको रिस मैले लोकतन्त्रमाथि फेर्न मिल्दैन। लोकतन्त्रले मान्छेलाई जहाँतै मुद्दा हाल्ने, जताततै उता पनि झुन्डाउने, यता पनि अल्झाउने यस्ता चिजहरू लोकतन्त्रले गर्दैन। त्यो लोकतन्त्रले गरेको होइन। यस्ता अन्य धेरै उदाहरणहरू छन्। मैले आफ्नो एउटा उदाहरण दिएँ र हामीले स्पष्ट रूपमा के भनेका छौँ भने हामीले आफ्नो सामर्थ्य पुगेपछि गर्ने भनेको सबभन्दा पहिलो चिज भनेको हामीले यही व्यवस्थाभित्र अहिले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाभित्र यसलाई बदनाम गराउने कुराहरू, गुड गभर्नेन्सका कुराहरू छन्, ती चिजहरू हामीले कुनै पनि फलो गरेका छैनौँ। विभिन्न निकायहरूमा पार्टीको भर्ती केन्द्र बनाएका छौँ, ती चिजहरूलाई हामीले सुधारेकै छैनौँ। त्यसका अलावा पनि नेक्स्ट स्टेपमा के छ भने शासकीय स्वरूपमा प्रश्नहरू छन्। त्यसलाई बृहत संवादका लागि हामीले हाम्रो परिकल्पना, हाम्रो सामर्थ्य पुग्दा चाहिँ हामी यो गर्छौँ भनेर हामीले भनेका थियौँ। तर प्राथमिकता मलाई सोध्नुहुन्छ भने त अवस्था परिवर्तन पहिलो प्राथमिकता हो। संविधानमा भएका कयौँ कमी कमजोरीहरू र त्यसलाई सुधार्न पर्ने चिजहरू सबै राष्ट्रमा हुन्छन्। हामी कहाँ पनि त्यसको आवश्यकता छ। आवश्यकताका आधारमा, अनुभवका आधारमा हामीले त्यसमा अगाडि बढ्न सक्छौँ भनेर स्पष्ट पारेका छौँ। कुरा मलाई मुद्दा थिएन भने पनि, अब मलाई कुनै केही चिज थिएन भने पनि गर्नुपर्ने यही नै थियो। हामीले गर्नुपर्ने यही नै थियो। म तपाईँलाई के स्पष्ट पार्छु भने पछिल्लो समय युवाहरूमा राजनीतिक चेतना ल्याउनको निमित्त काठमाडौँको मेयरका रूपमा बालेन शाहको उदय पछाडि परिवर्तनको झिल्को बलेको हो नि त। त्यसलाई राँकोको रूप दिँदैछौँ नि हामी। त्यो त सत्य हो नि। युवाहरूले गरेको आन्दोलन पश्चात जसरी चाहिँ जुन जिम्मेवारीपूर्वक काठमाडौँको मेयर साहबले चाहिँ जुन जिम्मेवारी देखाउनु भयो, त्यो उहाँले देखाउनु भएको जिम्मेवारी र त्यही ढङ्गले उहाँसँग सहकार्य भनौँ अथवा उहाँले कतिपय कुरा सार्वजनिक पनि गर्नुभएको, त्यसैको बलमा पनि त यो सरकार बनेको। काहीँ न काहीँ उहाँको संलग्नता नभनौँ, काहीँ न काहीँ उहाँको सद्भाव या उहाँको सल्लाह सुझावहरूको बलमा यो सरकार बनेको पनि त। जेनजीहरूको विश्वासको पात्र पनि त अन्य राजनीतिक मानिसहरूभन्दा बढी नै बालनजी हुनुहुन्थ्यो नि त। यी सबै कुराले गर्दाखेरि र एउटा नयाँ परिवर्तनको झिल्को लिएर आएको मान्छेका रूपमा युवाहरूले आन्दोलन गरेको र युवाहरूले सर्वाधिक बढी रुचाएको व्यक्तिका रूपमा पनि अहिले हामीले यो सहकार्य गर्दाखेरि प्रधानमन्त्रीको दावेदार नै बालेन शाह हुनुहुन्छ। त्यस कारणले यो प्रधानमन्त्री को बन्ने, कसलाई लगाउने, भागभण्डा गर्ने, चुनावमा पहिल्यै चाहिँ अलायन्स गर्ने, यो युगबाट हामीले देशलाई बाहिर निकाल्नु खोजेको। हेर्नुहोस्, यो प्याराडाइम शिफ्ट भन्छ नि। राजनीतिको सम्पूर्ण फोहोरलाई एकै झट्कामा बाहिर फाल्नको निमित्त त हामीले देशको आवश्यकता अनुसार सम्झौता गर्नु पर्यो नि त। भागभण्डाको बुदा त 7 वटा बुदामा एउटा बुदा छ, बाँकी 6 वटा बुदा तपाईँहरूले पढिदिनु पर्यो। बाँकी 6 वटा बुदामा अबको 10 वर्षमा हामी कहाँ पुग्छौँ भन्ने कुरा हामीले भनेका छौँ। यो त छलफल गरेर भनेका छौँ। हामीले भागभण्डा होइन कि त्यसलाई स्पष्ट पारिदिएको। हामीले राजनीतिक रूपमा हामी के जिम्मेवारी लिन्छौँ भने हामीले भाग बाँड्या होइन, हामीले जिम्मेवारी बाँड्या हो। त्यो भाग होइन, त्यो जिम्मेवारी हो। राष्ट्रको आवश्यकता अनुसार हामीले गरेको जिम्मेवारी अनुसार नागरिकको चाहना अनुरूप भएको छ। जनताले त सेलिब्रेट गरे नि त। काहीँ विरोध गरेको त हामीले त पाएका छैनौँ। राजनीतिक दलका रूपमा अरूले विरोध गरे होला, के भयो भने। तर नेपालमा यति ठुलो उत्साह आएको तपाईँहरूलाई सम्झना छ कहिले? जब बालिनजी र मेरो र कुलमानजीसँगै हामी जोडिएर जाँदाखेरि राष्ट्रले जुन उत्सवका रूपमा र उत्साहका रूपमा यसलाई सेलिब्रेट गर्यो, यही नै हो। मुलुकलाई मध्यनजर राखेर, मुलुकलाई सेन्टरमा राखेर गरिएको सम्झौता हो। न कि मेरो कति तपाईँको कति, बाँकी कसैलाई कति चिज ल्याउने भनेको साथीभाइहरू सँगसँगै हुनुहुन्छ, उहाँहरूसँगै काम गरेका र क्षमताका आधारमा अहिले भर्खरै गरिएको चिज हो। जब पार्टी महाधिवेशनमा जान्छ त राष्ट्रसभा भएर जान्छ, प्रत्यक्ष चुनावमा जान्छ राष्ट्रसभा भएर जान्छ। अब त हामी राष्ट्रसभा भइसकेका छौँ। अन्तबाट राष्ट्रसभामा आउने क्रममा भएका केही बुदाहरू छन् जसमा भागभण्डा होइन, जिम्मेवारी बाँडफाँडको एउटा बुदा छ। बाँकी बुदा नीति, विचार, सिद्धान्त, उद्देश्य र 10 वर्षमा मुलुकलाई हामीले के टार्गेटमा लिएर जाने कुरामा केन्द्रित भएको हुनाले हामीले हेर्ने दृष्टिकोण, त्यो नेरेटिभ कहीँबाट त्यस्तो बन्यो होला। अब हामी सोच्ने ढङ्ग, नेरेटिभ बनाउने ढङ्ग पनि चेन्ज गर्नुपर्छ। हामी कुशासनको युगबाट देशलाई डिपार्चर दिन चाहन्छौँ। द्याट्स अल। एकपटक हामी झट्का यस्तो दिन चाहन्छौँ, यही तरिकाले गर्न चाहन्छौँ कि राज्य संरचनामा जुन दबदबा छ पुरानो राजनीतिक दलहरूको, त्यो दबदबाले मुलुकलाई आक्रान्त पारेको थियो, त्यसबाट एकैपटक डिपार्चर लिने हो। हामी निस्कने हो, आउट हुने, त्यहाँ नबस्ने। त्यो तयारी हामीले गरिरहेको। अब म उहाँले बोलेको कुरालाई प्रतिक्रिया दिने मोडमा छैन। किन छैन भने देश निर्वाचनमा गइसकेको छ। हाम्रा समस्याहरू अब ती होइन, कसले के भन्यो यो राजनीतिबाट हामी बाहिर निस्किनुपर्छ। यो राजनीतिबाट नि बाहिर निस्किनुपर्छ,
क्रियाको प्रतिक्रिया, उसले यसो भन्यो त्यसको जवाफ दिने, अनि उसले रविले यो जवाफ दिए, ओलीले यो जवाफ दिए। म यी प्रश्न उत्तरहरूमा त्यति अब मनोरञ्जन गर्ने फेजबाट माथि उठाउन चाहन्छु। म साथीहरूलाई पनि त्यही अनुरोध गर्न चाहन्छु। उहाँले भन्नुभयो, उहाँले बोलेको कुराको जवाफ, उहाँको कुरा सुन्ने आम सर्वसाधारण र भोलि भोट हाल्नेले दिनुहुनेछ, मैले दिनु पर्दैन। उहाँलाई मेरो शुभकामना छ। उहाँले जे भन्नुभएको छ त्यो उहाँको कुरा हो, त्यसमा मैले प्रतिक्रिया दिनुपर्ने केही जरुरी छ। हामी त्यो राजनीतिबाट अलिकति माथि उठ्नुपर्छ भन्ने सोचमा गएको छ।